हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज हाम्रो ब्लगमा चाहिँ म गाउँमा आउँछु कटर टिप्न जानला। ल हेर्नु हाम्रो घर चाहिँ उहाँ छ है, त्यसकै हुन्छ। ल अब चाहिँ अब म तपाईँलाई बाटो देखाउँदै हिँड्छु। गाइजहरू हामी यहाँ प्रहरी चौकी देउराली आइसक्यौँ। यी हाम्रो घर उहाँ छ। ल हामी जानेछौँ माथि। हाम्रो परिवार चाहिँ अगाडि पुगिसके, त्यही भएर अलिक छिटो हिँड्दैछु। हामी आइपुग्यो प्रहरी चौकी। हिँड्दै गर्नु ल। यहाँ के भर्किँदै थाहा छैन। ल अब सिधै हामी ज्याक फ्रुट कटर ल हामी अब कटर टिप्न लगाएपछि हामी चाहिँ माख्लोबारीमा कटर लिने हेरे। माख्लोबारी बेगरीदेखि आएको म आएको छैन, 12 वर्ष भयो। फर्स्ट टाइम यी गाउँलाई हेर्नु इन्द्रावती गाउँपालिका। ल अब सिधै हजुरलाई कटरको रुखमा भेट्छु। हेर्नु गाइज हेर्नुहोस् गाइज हाम्रो कटर चाहिँ सब चोरेछन्। यी थोरै उहाँबाट आएको, टाढाबाट आएको। ऊ बाउ त्यहाँ खतरा ऊ, बाउ त्यहाँ ऊ कत्रो। हेर्नु गाइज यही हो कटर। नकाट्न, राम्रो गर्नु हेर्नुहोस् ल। ल हेलो हेलो चोर्छन्। हामी चाहिँ कटर टिप्न आएको है गाइज। कटरै यता हेरिस फर्स्ट टाइम फलेको यत्रो ठुलो। यी रुख पनि यत्रो ठुलो। ऊ माथि पनि रहेछ हौ, कटरको हो माथि पनि। ठुलो रुख तिम्रो धाइरारो तिम्रो पाटा सबै कटर हुन्छ हौ। तिमी पनि साइलाको डिलको हैन माथि त वा माथि भनि यो माथि कान्छको के ल हेर्नुहोस् राम्रो चाहिँ कटर काटिसकेछन्। त्यही भएर हामी त्यत्रो टाढाबाट आएको। लास्टमा सबसे ठुलो भएर ऊ त्यो र ऊ त्यो। मकै यसपालि गतिलो गरिन्छ त्यसले। रुसिया बक्कैरी खत्रै फले यत्रो भ्यू, यत्रो भिरहरू मकै रोपेका छन्, यत्रो जङ्गल, सबै कटर रहेछ। हामी दाउरा काट्न आउँदा कति थियो त वर्तमानको सल्लो काट्न आउँदा। ल आजलाई यति नै गाइज। ल आजलाई यति नै गाइज। बाँकी कुरा अब अर्को ब्लगमा गरौँला। लाइक सब्सक्राइब कमेन्ट चाहिँ हान्न नभुल्नु होला है। ल।